हेलो एन्ड नमस्ते सबैजनालाई। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आजको दिनको सुरुवात भएको छ बिहानको 7 ठ्याक्क 55बाट। अहिले चाहिँ म कलेज गएको गइरह हो। अनि त्यहाँबाट चाहिँ आज साथीहरूले घुम्न जाने भन्ने भइरहेछ। म नि उठेर रेडी भएर अब निस्किसकेँ रुमबाट। ठ्याक्कै मेरै गल्लीतिर मेरो रुमको साइडतिरबाट हिँड्दैछु। त्यही हो। के छ, सन्चै हुनुहुन्छ सबैजना? भ्लगलाई एकदम माया देखाउनु पर्यो सबैजनाले है। आज चाहिँ उता सिन्जुको नेसनल गार्डनमा जाने प्लान भइरहेछ साथीहरूसँग। लेट्स सी के हुन्छ, हेरौँ न। यस्तो यार बिहानको आजको मौसम चाहिँ खत्रै राम्रो छ क्या। शीतल छ मौसम चाहिँ आज। हेर्नु न कस्तो शीतल छ। यस्तो छ नि यो घरहरू चाहिँ यहाँको प्रायः नेपालको जस्तो नि हुन्छ नि। नेपाली घरहरूलाई यो पर्ने भएको हुनाले पार्किङ यता छ। त्यही हो। ल म पनि अब रुमबाट निस्किसकेँ। तपाईँहरूलाई देखाउँछु अब के हुन्छ आजको दिनमा। के छ त्यस्तो प्रि प्लान त केही पनि छैन। जे हुन्छ त्यही देखाउँछु है। ओके। अनि मलाई यताको अर्को मनपर्ने कुरा भनेको यो लाइटहरू क्या बबाल लाग्छ भने यार। रातितिर त झनै वाइल्ड बबाल देखिन्छ क्या। यस्तो अति नै मनपर्छ क्या यिनीहरू चाहिँ। लाइटहरू चाहिँ एकदम राम्रो छ। अब म चाहिँ स्टेसन नै पुग्न लागेँ। ठ्याक्क अलमोस्ट स्टेसनको नजिक पुगिसकेँ। उतै रोड क्रस गर्ने बित्तिकै स्टेसन आयो। यो त तपाईँहरूलाई थाहा नै छ होइन। त्यही भएर अहिले म जाँदैछु। यस्तो देखिरहेको छु म चाहिँ आज। यो चाहिँ यता टोइलेटको मिरर हो क्या। त्यही भएर यस्तो देखिरहेको छु म चाहिँ। कपाल पनि ठुलो भइसक्यो क्या। अहिले चाहिँ म स्टेसन पुगिसकेँ। अब ट्रेन 2 मिनटमा आउँछ। ट्रेन 2 मिनटमा आउँछ अनि म निस्किन्छु यहाँबाट चाहिँ है। अहिले चाहिँ म सिन्जुको स्टेसनमा पुगेँ। कसरी दौडिन्छ हेर्नुहोस् न। सबैजनाहरू यस्तो दौडिन्छ, हतार हुन्छ क्या। त्यहाँ माथि पुरै प्याक नै हुन्छ क्या। त्यही भएर चाहिँ सबै दौडिन्छ क्या। हेर्नुहोस् न कस्तो भिडभाड हुन्छ बिहान बिहानै। यो चाहिँ ट्रेनहरू हो। त्यहाँदेखि यो चाहिँ अन्डरग्राउन्ड हो क्या। फेरि अहिले चाहिँ म सिन्जुको स्टेसनमा हो। अब यहाँबाट ट्रेन नोरिफाई गरेर चेन्ज गरेर चाहिँ मैले चाहिँ उता मेरो गएकोमा जान्छ। चेन्ज गरेर अब एकछिन गएकोमा भेटेर अब गएको त हिजो हेरिहाल्नु भयो। हिजोको भ्लगमा तपाईँले देखिहाल्नु भयो के कस्तो छ भनेर। आज चाहिँ त्यस्तो प्रि प्लान केही पनि छैन। साथीहरूले घुम्न जाने चाहिँ भनिरहेछ। इफ घुम्न गयो भने चाहिँ म तपाईँहरूलाई देखाउँछु। अदरवाइज ठिक छ। हेर्नुहोस् न यस्तो यो सबै लाइन हो क्या। फेरि अब यो सबै लाइनमा कोही दौडेर अगाडि जान्न नि फेरि यो बाटो। बट यहाँको मान्छेहरू चाहिँ डिसिप्लिन चाहिँ छ क्या। यस्तो भिडभाड छ हेर्नु त हाम्रो। म चाहिँ कलेज पुग्यो। अब साथीहरूसँग हेरौँ के हुन्छ प्लान चाहिँ। के भन्छ गयो भने देखाउँछु। पानी पर्ने जस्तो भइरहेछ। लेट्स सी के हुन्छ। अहिले चाहिँ म गएको पुगिसकेँ। यो चाहिँ हाम्रो गएकोको बिल्डिङ हो। टोकियो युनिभर्सिटी अफ सोसल वेलफेयर पुगिसक्यो। अब चाहिँ म लेट्स सी के हुन्छ। अहिले चाहिँ
तपाईहरु बेलुकाको सिन इन्जोय गर्नु। आज साथीहरुसँग घुम्न जाने प्लान चाहिँ क्यान्सल भयो के पानी परेको भएर क्यान्सल भयो। साथीहरुसँग घुम्न जाने प्लान चाहिँ अहिले चाहिँ नाइट भ्यू के भन्छ सिन्जुको सिटीको नाइट भ्यूलाई इन्जोय गर्नुस् है त। सिन्जुको सिटी चाहिँ यहीँबाट राम्रो देखिन्छ क्या, दामी अति बवाल देखिन्छ। हेर्नुहोस् न, यसो बेलुकाको टाइम हो, बेलुकाको टाइममा यस्तो बवाल देखिन्छ, बादलहरू कस्तो हिँडिरहेछ यो। हेल्दी पनि हुनुपर्छ कि मान्छेले। अब चाहिँ हामी यहाँबाट निस्क्यौँ, यहाँबाट निस्केर अब तल झर्छौँ, त्यहाँको पनि यसो रमाइलो चलपल देखाउँछौँ। आजको धेरै गर्दिनँ कि, खासमा घुम्न जाने प्लान भइरहेको थियो साथीहरूसँग, तिनीहरूसँग प्लान चाहिँ क्यान्सल भयो कि, त्यही भएर अब चाहिँ यहाँबाट निस्क्यौँ, तल निस्क्यौँ। त्यही हो, उता छ ऊ पनि केटा पनि छ, फेरि हिरो देखिरहेछ। तर जे होस् ठिक छ। यस्तो दामी छ हेर्नुहोस् न, क्या दामी है। यहाँ आउँदा त भाइब नै छुट्टै हुन्छ क्या। फेरि बच्चाहरू पनि खेलिरहेछ। अब यहाँ चाहिँ अलिकति तपाईँलाई यसो के गेमहरू छ, यता फनको लागि हो कि यो एरिया चाहिँ, त्यही भएर के छ गेमहरू अलि यताउता भन्ने कुराहरू देखाउँछु। हेर्नुहोस् न, इन्जोय गर्नुहोस् गेमहरू के छ भनेर। नामको टोकियो भनेर लेखेको छ, यो चाहिँ सिन्जुकोमा पर्छ क्या, सिन्जुकोमा पर्छ। अलिकति इन्जोय गर्नुहोस् है, के गेमहरू हुन्छ भनेर। बट म त त्यति धेरै गेमहरू चाहिँ खेल्दिनँ, त्यही भएर थाहा नै छैन क्या मलाई यो गेमको बारेमा चाहिँ। आई डोन्ट ह्याभ एनी आइडिया के गेमको बारेमा कुन गेमहरू हुन्छ के छ भनेर। बट रमाइलो चाहिँ हुन्छ यता चाहिँ। वाइ यो के हो क्या यो के हो, आई डोन्ट नो यिनीहरू के हो। कसैलाई थाहा छ भने प्लिज कमेन्ट बिलो। यस्तो दामी हेर्नुहोस् न, यहाँ छुट्टै छ, सब डिफ्रेन्ट गेमहरू पनि छ। यहाँबाट ऊ त्यहाँ चाहिँ त्यस्तो दामी देखिन्छ क्या। यो के हो कि यो टाउकोमा के हो, टाउकोमा ऊ तिनीहरू चाहिँ ऊहरू हो क्या। जस रमाइलो छ एकदम। वाउ दामी क्या, दामी टोकियो। यो के गेमहरू छ भनेर, के गेमहरू छ भनेर यहाँ चाहिँ सिनेमेटिक भ्यूलाई इन्जोय गर्नु न है।
अनि यो चाहिँ एकचोटि खेलेको चाहिँ 200 रुपियाँ हो क्या। यसमा कोइन हाल्ने 100 को कोइन ओके भनेको छ। अनि यो के भन्छ 1, 5 को 10 को यिनीहरूलाई चाहिँ मान्दैन भनेको छ क्या। अनि यो डलहरू जित्छ क्या 200 हालेर आफै खेल्ने। यो नि सबै सेम हो, यहाँ पैसा हाल्ने छ सबैतिर, त्यही पैसा हालेर खेल्ने गेम हो क्या यो चाहिँ। के छ यार, मलाई त खेल्न पनि आउँदैन क्या यो, तर राम्रो छ जे होस् इन्जोय गर्नु न के छ भनेर अरूहरू पनि है। यहाँ तल छुट्टै भइरहेछ उता हेर्नु न। यहाँ चाहिँ कन्सर्ट भइरहेछ, ऊ तिनीहरू चाहिँ मेरो सो हेर्नलाई बसिरहेको क्या त्यो सबैजनाहरू चाहिँ। कस्तो लाग्यो भाइ गफ? यहाँ चाहिँ कन्सर्ट भइरहेछ क्या। अनि उता चाहिँ हेर्नु न त्यसरी हेर्नलाई बसिरहेछ, पानी पनि परिरहेछ, हेर्नलाई नि त्यस्तो बसिरहेछ क्या। हावा कस्तो चलिरहेछ हेर्नु न, हावा यस्तो चलिरहेछ, त्यही पनि हेर्ने मान्छेहरू यति धेरै छ क्या। यो सब हेर्ने मान्छेहरू हो क्या। हामी पनि हेरिदिउँ न कस्तो हुन्छ होइन, कस्तो छ भनेर, के भइरहेछ भनेर। मैले के हुन्छ देखाऊँ। यहाँहरू चाहिँ सब हेर्नलाई बसिरहेको क्या। हावा चल्यो एकदमै, प्रिपेयर भइरहेछ के हुन्छ भनेर, त्यहाँ अहिले प्रिपेयर भइरहेछ। अहिले देखिन्छ त्यहाँ चाहिँ, एकछिनमा देख्यो भने नै देखाउँछु कि के भइरहेछ भनेर। एकछिनमा त्यहाँ यसो देख्यो भने नै देखाउँछु के भइरहेछ भनेर। मलाई हेर्दै किन लजाइरहेछ कि त्यो मलाई हेर्दै चाहिँ किन लजाइरहेछ कि हो। तर यो मलाई हेर्दै लजाइरहेछ। यहाँ चाहिँ अहिले चाहिँ प्रोग्राम हेरेर आइसक्यौँ हामी। अब चाहिँ रुम गएर धेरै चाहिँ झ्याउ भयो क्या, धेरै झ्याउ भयो। अनि अब चाहिँ रुम निस्किएर यता होटेलहरू पनि छ राम्रो राम्रो, सबले बोलाउँछन् दामी। तर नाइट स्ट्रिटहरू चाहिँ दामी हुन्छ क्या। के बोलाइ गर्छौँ नि यार, ज्वाइँ साहब आयो भन्ने जस्तै रे बोलाइ गर्छौँ कि कता जाने हामी यताबाट यता निस्किने। अब चाहिँ हामी रुम जान लागेको त्यही हो आजको भ्लग चाहिँ यस्तै भयो। अनि धेरै प्लानहरू चाहिँ केही थिएन, त्यही भएर चाहिँ यति नै भयो। तर नाइट भ्यू चाहिँ क्या बबाल देखिन्छ क्या,
है यिनीहरू बोलाइ गर्छ कि यार के हो यिनीहरू ज्वाइँ साहब भनेर बोलाउँछ कि खै के हो यार बट यिनीहरूले चाहिँ अब फेरि अब धेरै मान्छेले हेर्दाखेरि चाहिँ होइन यिनीहरूले बोलायो गलत मेसेज चाहिँ जान्छ क्या फेरि बट यिनीहरूले चाहिँ आफ्नो रेस्टुरेन्टमा खाना आऊ भनेर चाहिँ बोलाएको हो क्या आफ्नो रेस्टुरेन्टमा इन्जोय गर्न आउनुहोस् गफगाफ गर्नुहोस् खाना आउनुहोस् भनेर चाहिँ यिनीहरूले बोलाइरहेको हो क्या अब बोलायो भन्दैमा चाहिँ धेरैले चाहिँ अब अस्तिको भिडियोमा चाहिँ त्यस्तो गलत मेसेजहरू गएको थियो नि त बट त्यस्तो चाहिँ होइन है यस्तो दामी छ जस अब चाहिँ ठ्याक्कै हामी छुट्टिने जेब्रा क्रस चाहिँ पुगिसके म चाहिँ यताबाट यता जान्छु साथी चाहिँ यताबाट यता जान्छ अब यहाँबाट चाहिँ हामीले छुट्टिनु पर्ने हुन्छ होइन अनि ल अब चाहिँ हामी छुट्टिन्छौँ अनि तपाईँहरूलाई पनि आजको लागि थ्याङ्क यू सो मच डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल कमेन्ट पनि गर्नु होला कि एकदमै कमेन्ट गर्नु होला आजको लागि चाहिँ लास्ट यो नै भयो अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई टेक केयर यस्तै अझै पनि दामी अर्को भिडियोमा भेट्नेछौँ ल त पनि जा है अर्को भिडियोमा भेट्नेछौँ यस्तो दामी छ तर नाइट भ्यू चाहिँ है अनि अर्को पनि यस्तै दामी भिडियोमा भेट्नेछौँ भने त्यति जेलसम्मको बाई बाई टेक केयर सबैलाई गुड नाइट है